ल यस्तो रमाइरहेको छ यो माछा माछा भन्ने छान्नु होला। यो चाहिँ यो किरा हो है, किरा हो। यो सेफ्टी ट्याङ्कीको ढल फुटेर यो ठ्याक्क यो पछाडि यो कारागारको पछाडि यो घर मेरो चाहिँ यो सेफ्टी ट्याङ्कीको ढल फुटेर यो नीलकण्ठ नगरपालिकाभन्दा लगभग 100-150 मिटर पर छ। यो 15 दिन जति भयो, कसैले वास्ता गर्दैन। नीलकण्ठ नगरपालिकालाई भनेको पब्लिक आफैले गर्नुपर्छ भने मान्छे त पठाउनु भएको थियो कन्टिन्यू। यो यताबाट आएको कतैबाट आएको भए टालिदिनु न भनेर भनेको। यो कारागार हो, यो चाहिँ हस्पिटल हो, हस्पिटलको फोहोर हो कि के हो यसमा? अस्ति कि ढल फुटेर पुरै गएको थियो। अहिले चाहिँ पानी मात्रै निस्किनु भएको छ है। लामखुट्टे त्यहीँ बस्छ, झिँगा त्यहीँ बस्छ। अब हामीले भनेको पब्लिकले गर्नुपर्छ रे। अब स्मार्ट सिटी यो ठ्याक्कै स्मार्ट सिटीमा हो। किरा यस्तो किरा छ, उता जाउँ न बाबु। यस्तो किरा हिँडेको छ, लामखुट्टे डेङ्गु फैलिँदैन यहाँबाट, महामारी लाग्दैन। यो यहाँ बसेको झिँगा यो पक्कै नै यो लामखुट्टेको लार्भाहरू हो। यो यहाँबाट सबै रोडभरि छ, यस्तो फैलिएको होइन। 15 दिन जति भयो, कसैले वास्ता गर्दैन। आएर हेर्ने जाने मात्रै गर्छ। अब नीलकण्ठ नगरपालिकालाई भनेकै 1 हप्ता भयो। अस्ति त पुरा यतातिर पुरै बुहेको थियो, यहाँ सबै बुहेको थियो। अब कम्तीमा यो ढल टाल्ने बुझो लगाइदिने। अब कारागारको हो कि हस्पिटलको हो कि दण्ड जरिमाना गराउनु पर्ने कसलाई हो? आएर हेरेर गरिदिँदा हुन्छ नि। यस्तो फुटेर त यो पुरै गनाएको छ, गनाएर यो अब यो बस्न सकिँदैन। दिउँसो भएपछि गनाएर हुँदैन यो। उहाँहरू भन्छ अब मान्छेको गुलाई ढल हो भनिदिन्छ, नालाको पानी होला भनिदिन्छ। अब यो पाइप चाहिँ के को हो? यो पाइप खन्ने क्रममा यहाँ भत्काइदियो। पहिला खोला हाल्ने गरेर हुन्छ कि अब कम्तीमा यहाँ यस्तो भइरहेछ। अब यो नीलकण्ठ नगरपालिकाको मेयरको घरभन्दा 50 मिटर यतापट्टि पर्छ, अलिकति उतापट्टि पर्छ मेयर साहबको घर। उहाँको घरभन्दा 50 मिटर पछाडि पर्छ। अब हाम्रो स्मार्ट सिटी चाहिँ यो छ। ल स्मार्ट सिटी देशकै नमुना उत्कृष्ट नगरपालिकामा रोडभरि गइरहेको, दिनभरि गइदिने, रातैभरि गइदिने। किरा त्यतिकै छ। किरा हेर्नु है त, अघि नै देखाएको छु। किरालाई यो लामखुट्टेको यो डेङ्गुको होला। यो माछा जस्तो देखिएको छ, माछा तैरिएको जस्तो लाग्यो। यस्तो लामखुट्टे बढाएको नि होइन। खानामा गएर झिँगा बस्छ। उहाँहरूलाई केही मतलब छैन, पब्लिकले गर्दा भइहाल्छ नि भन्छन्। कम्तीमा पब्लिकले गर्नलाई हामी छैनौँ, नीलकण्ठ नगरपालिका यहाँ छैन होइन। अब लिखित जवाफ दिएर नीलकण्ठ नगरपालिकाले गर्न सक्दैन भने त यहाँको पब्लिकहरू मिलेर गरिहाल्छ। ट्याक्स लिएको, अब कर किन लिने? आएर हेर्न चाहिँ हेर्नु भएको छ, तर यो गाई जात्रा बनाएर छोडिदिनु भयो। ल यो पाइप कसले गाड्न लगायो होइन? यो कि कारागारको हो कि हस्पिटलको हो नि त। यो पाइप चाहिँ कसको हो पत्ता लगाएर दण्ड जरिमाना के गर्नुपर्ने, को मान्छेलाई लगाउनु पर्ने? कारागारको भए कारागारले गरिदिन्छ, हस्पिटलको भए हस्पिटलले गरिदिन्छ होइन। यसरी खुल्ला छोडिदिएर यो बुढाहरू खेलिरहेको हुन्छ, यतै घरभित्रसम्म पुगेको हुन्छ। यो पुरै गनाएर बोकेर शान्ति हुन्छ यहाँ। ठ्याक्क यो कारागार, यो हस्पिटल, यो चाहिँ मेरो पसल। यहाँबाट यसो गरेर तलसम्म बगाएको छ, वास्ता छैन कसैलाई यहाँ। अब यो पानी कुखुराले खान्छ, उता जानु उता। यो पानी कुखुराले खान्छ। यतातिर यो बाख्रा चराउनु लिएर जान्छ, बाख्राले नि यो पानी खान्छ। कुखुरा खोर्नी पनि यहाँ छ, कुखुराले खान्छ, बाख्राले नि खाइरहेको छ। अब नगरपालिकालाई भन्दाखेरि हप्ता दिन जति भयो भनेकै, हप्ता दिन जति भयो भनेकै। अब पब्लिक आफैले गरे हुन्छ भन्ने कुरा गर्छन्। अब पब्लिकले गर्नलाई त नगरपालिकाले हामी सक्दैन भने पत्र दिन पऱ्यो होइन। अब यो बाटो उतातिर बाख्रा चराउनु लिएर जान्छ, यस्तो छ। हप्ता दिन हुँदा वास्ता छैन, मान्छेको स्वास्थ्यमा चाहिँ केही नै चासो छैन। जरिमाना हान्न पुग्छन् हो हाइवेमा। अब पसल अनुगमनमा के अखाद्य भेट्यो भनेर 1.5 लाख 2 लाख 3 लाख रुपियाँ जरिमाना हानेछ। यो चाहिँ जरिमाना कति हान्छ त? यहाँ मोमो खाएर स्वास्थ झोल मोमोको होटलमा मोमो खाएर 12 जना बिरामी पऱ्यो भनेर कारबाही गरेको छ। अब यहाँ यत्रो किरा खेलेको छ, लामखुट्टे डेङ्गु पर्छ। अब घर कोठामा अब के अरे झिँगा पुगेको हुन्छ, कसैलाई वास्ता छैन। अब यहाँ कुखुरा हिँडिरहेको हुन्छ, कुखुराले पानी खाइरहेछ।
अब यतातिरबाट यो बाख्रा चराउन लिएर जान्छन् यताको टोलका मान्छेले आएर बाख्राले यही पानी खान्छ, खसीले यही पानी खाइरहेछ है। अब हामीले भनेको अब आउनु त के अरे नीलकण्ठ नगरपालिकाले आउनुभयो, हेर्नुभयो, हेरेर पब्लिकले गरे हुन्छ भन्नुभयो। अब कहाँ छ यसको पाइप फुट्ला झन् क्षति होला, अर्काको बारीतिर जाला झन् बढी होला। हामीलाई के नलेज छ र गर्ने होइन। कम्तीमा यस्तो बुढाहरू यहाँ बाहिरै खेल्छन्, भित्रसम्म पुग्छ, चुलामा पुगेको यो पानी, यो फोहोर निलो फर्केको। अब यो हप्ता दिन जति भयो, हप्ता माछा होइन किरा हो त्यो, हप्ता दिन जति भयो नीलकण्ठ